म्युट म्युट क्याफे चाहिँ यही हो है साथीहरू खानु। हेलो एभ्रिवान, गुड मर्निङ, सेवा नमस्ते। म चाहिँ हजुरकै सुमना राई अनि फेरि पनि न्यू डे न्यू ब्लग लिएर आएको छु हजुरहरूको सामु। आज चाहिँ म ड्युटी जोइन गर्न लागिरहेको छु। मलाई शुभकामना, शुभयात्रा केही दिन सक्नुहुन्छ। अनि आजै होला सायद अब भ्लग त्यति गर्नु पाउँदिनँ म। अनि अब त्यहाँ काम गरेको घरिघरि देखाउँला। अनि त्यसपछि आजै सुरु दिनमै त देखाउनु पाउँदिनँ। अनि त्यस्तै एक दुई दिनमा देखाउँला, त्यही हो। अनि के कस्तो हुन्छ हेर्दै गर्नु होला, हेर्नु नछोड्नु होला भ्लग। अब घरिघरि हुन्छ, त्यही पनि माया गरेर हेरिदिनु होला। मलाई ठाउँकै नआएर के भन्नु, बिर्सिहाल्छु छिनको छिन। अब उता गएर पढ्नुपर्छ। ठाउँकै नआएन। हामी चाहिँ अब आजदेखि चाहिँ ड्युटी सुरु गऱ्यौँ न। अनि आज यसो रेस्ट अरे क्या हामीलाई। अनि पालामा आएर यस्तो यता साथी वेटर हो नि त। अनि त्यही भएर अलिअलि बनिनु पऱ्यो नि त होइन, केटाहरूलाई तान्नु पऱ्यो नि त। त्यही भएर उसले अलिअलि हानेको अरे। अनि मैले पनि हानेको पढेर अलिकति कति वर्षपछि, भन्दा पनि महिनापछि मैले पढेर उखालेको। कस्तो दुखेको, आँसु आएर मलाई त कस्तो देखेको छ हेर्नु होला, हेर्नु त। उसलाई चाहिँ अब पढेर उखाल्दा उसलाई भोक पनि लाग्यो अरे क्या। अनि चटपटी खान आइरहेको छौँ हामी चाहिँ यहाँ बोट गाउँको स्पेसल चटपटे। चटपटे खाना आइरहेको छौँ। चटपटे पानी पनि चट्ट लाएर खाने हो। अनि जाने हो रुममा गएर के गर्ने, लड्ने एकछिन त पक्लक्क लड्ने। अनि भरे के गर्नु, काम गर्नु कि के गर्नु, तर आज रेस्ट गर्ने हो। भोलिदेखि त यो हान्नुपर्ने छ, फाइटिङ यस्तो यस्तो हान्नुपर्ने छ। भोलि म लडेर गिलास फुटायो फेरि वेटर होइन, गिलास भरै फुटायो भने भन्दैछ त्यहाँ। तर फुटाउँदिनँ, सिकाउनुहुन्छ नि त। आयो हाम्रो चाहिँ स्पेसल। 10 रुपियाँ दिनुहोस् हजुर, 10 रुपियाँ दिनुहोस्, हामी चटपटे खान्छौँ। खाऊ न, यसोले खानै आउँदैन हौ। कस्तो छ दामी? अस्ति हामीले बनाएर खाएको मिठो छ क्या। ढिलो खानै हुँदैन यस्तो आजभोलि के भएको। खोर्सानी खाने र नखाने मिल्दैन रहेछ नि त। खोर्सानी हेर्नु त, आमामा यत्रो हाल्यो क्या। एउटा खाएको मेरो 7 त फुट्लो गयो। धेरै गाडी साथीहरूको खोर्सानी खाने त कम्पिटिसन होइन, उनीहरूको भब्बाल छ। हामी चाहिँ काम नगरे पनि खाजा चाहिँ खाँदैछौँ है। खाजा आइसकेको छ, चाउमिन। आज भेजमा पऱ्यौँ अरे हामी। खानु पर्यो।
जो कुछ सर राम्रै देखिरहेछ लजाउँदै लजाउँदै खाँदैछ नलजाउँ न त्यसरी अझै उता फर्किन्छौ कि अहिले फेरि यस्तो होला यस्तो हाम्रो चाहिँ समयसम्म के सर गरेर बजाउँछ म्यानेजर सर स्कुल स्कुल हो स्कुल अहिले म सबै देखाउने छु तपाईँहरूलाई फुल यस्तो घुमाएर न खाजा खाइसक्छु अब त नपढ्ने हाम्रो चाहिँ यस्तो छ है यहाँभित्र क्याफे चाहिँ यही हो है साथीहरू खानु आउनु होला मिठो मिठो पाउँछ म होइन फेरि अब त्यहाँको कुक म तपाईँहरूलाई मिठो मिठो पकाएर खुवाउँछु आउनु होला तपाईँहरू आउन तिमी चाहिँ हेलो अल्गिछ नि त त्यही भएर म अल्गिछ क्या के भन्नु बहिनीहरू अब अल्गो अल्गो त्यही हो क्या हाइट नगरेपछि यस्तै हुन्छ क्या राइमिङको हाइट कहाँ छ यहाँ गाना बजिरहेको रहेछ कम्प्युटर लाग्छ होला आऊ न बाहिरबाट भित्र त्यही भएर देखिरहेको छ हजुर देख्न सक्नुहुन्छ दर्शकबिनहरू हाम्रो सुमना म्याम त्यहाँ बस्नु भएको छ देखाउन अनि यो चाहिँ हाम्रो रहेको छ मेजुवा किचनको ट्रफीहरू यो चाहिँ टेबल नम्बर बीको 3 हो उसलाई चाहिँ टेबल नम्बर चिनाइराखेको अरे बिर्सिहाल्यो अरे क्या अब कति कति के अरे आउट 1 आउट 2 आउट 3 ऊ चाहिँ के अरे B2 नाइट ड्रेसमा आइरहेको छ है अस्ति ट्रे पक्रेर देखाउ त त्यसरी मात्रै पक्रिन्छ अर्को स्टाइल अर्को 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 हो त्यसरी लु उता गएर आऊ यता यता जाऊ त्यस्तो गर हजुर किचनमा गएको सामान यताउति देखेर मै आज मिटिङ गर्नु लाग्नु भएको अरे सबैजना भेला भएर मिटिङ गर्नु लाग्नु भएको अरे त्यही भएर अब मिटिङ भन्दैछु मिटिङ हुने अरे बोल्नु पनि आउँदैन के भ्लग बनाएको देखेन के राम्रो देखेछ हाम्रो किचनको मान्छेहरू आउँदैछ म्यामहरू आउँदै हुनुहुन्छ गुड मर्निङ है आज चाहिँ बिहान बिहानै उठेर 7 बजी उठेर अब ब्रस गरेर ड्युटी जानुपर्ने चाहिँ रक्सी पाक्दै रहेछ बिहान बिहानै सुतिराख्दा बास्ना आइरहेको थियो कहाँ चाहिँ रक्सी पाक्दैछ भन्दा साथीहरू हामी चाहिँ खाना खाने त माथि आएको क्या कहाँ चढ्यौँ कसरी राख्नु छिटो गर न कहीँको छिटो चाहिँ खाना खाँदैछौँ कतिजना वेटर कैसे हो 10 बजी उठेर आयो होइन त मजाले सुत्यो भने त आफू त अलार्म 100 चोटि म मारे सुतिन है तिमी जाने बित्तिकै म त्यतिकै बसिरहेको होइन हेर्दै किन भरे
कस्टमरहरूले के हो तिमी आएको भए चाहिँ के भन्थ्यौ ल मलाई त भन्दैन किन म अब त खानु मजा आउने भयो क्यामेराको अगाडि त खाऊ न यस्तो भाग्नु खोज्छ हौ मासु पनि अनि चम्चीले खान्छ त ए दाल बिर्सेको कस्तो छ दाजु ठिकै छ अहिले चाहिँ नयाँ नयाँ स्टप आएर मिठो बनाउँदैन झन् सेपमा खाएको अरे भनेपछि अरू खाले सिफ्ट गरेछ के अरे यस्तो छ है हाम्रो चाहिँ खुवाइ अब देखेको जाति छैन अहिले जस्तो सुकै देखेन राति चाहिँ मान्छेहरूले सबलाई राम्रो देख्छ क्या लाइक भाषाबाट हुवामा भनेको कुकुर चाहिँ हो राई भाषा कुखुरा लिम्बू भाषामा हुवामा भनेको कुकुर पेन तान्नु पर्यो यार घटेर झरेकै छ पेन पनि बुझ्नु त सो गाइज सुमना म्यामले चाहिँ खाना खाइसक्नु भएको छ हेर्नुहोस् हेर्नुहोस् यस्तै चाहिँ हाम्रो मजदुरको जिन्दगी नजाउँ न मेरो खानु हुँदैन मलाई चाहिँ सिङ्गना आइहाल्छ सिङ्गना साथीहरू गयौँ है अब यस्तै हो खाना खुवाइ त्यस्तै हुन्छ हाम्रो खाना खाएपछि यस्तो गाह्रो हुन्छ कि खाइसकेपछि मलाई अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई अनि अब चाहिँ म इन गर्न लागेको बाई बाई कस्तो केही भन्नै आउँदैन क्या मलाई बाई बाई